हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। आज म र मेरो साथी आशिष ड्राइभिङ स्कुलमा आएका छौँ। कुरा के हो भने आशिषको भोलि कार ड्राइभिङ लाइसेन्सको ट्रायल रहेछ, त्यसको लागि हल्का प्र्याक्टिस गर्न आएका छौँ। यस युट्युब च्यानलमा कुनै भिडियो अपलोड गर्न पनि सकिरहेको थिइनँ, त्यसैले आज यही ड्राइभिङ सिकेको भिडियो राख्दैछु। पुरा हेरेर साथ दिनुहोला र बिचबिचमा त्यसको डिस्क्राइब पनि गर्ने नै छु। के मेरो साथीको ड्राइभिङ लाइसेन्स आउँछ कि आउँदैन? भोलि यसको ट्रायल छ होइन साथीहरू। अब यसले यो कटो चाहिँ कटो अब त्यहाँ लिएर ट्याक्क रोकेर लैजान्छ कि सक्दैन त हो। यो दुईवटा लाइनको बिचमा येलो लाइनको बिचमा रोक्नु पर्छ होइन, ट्याक्क रोक्नु पऱ्यो। रोक्यो होइन, अब फेरि रेस दिएर माथि जानु सक्नु पऱ्यो होइन। रोक्यो, ट्राफिकले हेऱ्यो, अब यहाँ 1 इन्ची घट्यो भने पनि तल झऱ्यो भने पनि फेल हुन्छ होइन। हो अलिकति खस्क्यो नि, हो फेल बनाइदियो। अहिले त हामी ट्रायल सिक्दैछौँ बस। तर यो फेल त भइसक्यो होइन। तर अब एकचोटि गर्दाखेरि अब यो पास भयो भने अब हेऱ्यो नि, त्यसरी ओह्रालोमा पनि रोक्नु पऱ्यो। अब यहाँ चट्ट रोक्नु पऱ्यो। अब यो त अब यहाँ त रेस दिनु परेन, सर छोड्दै हो। किन ओह्रालोमा त सजिलो भयो नि त, रेस दिनु परेन होइन। अब सर त अगाडि लिएर आएर अब त सर लैजान्छ, अनि त्यसपछि अगाडि लयो। अब ब्याक लिएर आउने हेर्नु के गर्छ त, इन्डिकेटर कताको पाल्छ बिचाराहरूमा है। One long angry line later. धेरै बेर रोक्यो यसले। भएन छुनी छोएन केटोले छोएन है त। लिएर आयो केटोले लिएर आयो। यति भएपछि त्यहाँ उकालोमा फेल भएको थियो भने पहिलो राउन्डको चाहिँ मैले भिडियो चाहिँ ठाडो खिचेको भएर चाहिँ त्यो राखिनँ होइन। पहिलोमा चाहिँ धेरै नै मिस्टेक गरेको थियो, दोस्रोमा चाहिँ यसले राम्रोसित जस पहिलोमा त धेरै बिगारेको थियो कि साथीहरू यसले होइन। अहिले चाहिँ एकदम सजिलोसँग राम्रो छ। अब एकचोटिमा अब तेस्रो राउन्डको पनि हेरौँ है त। 3 hours later. ल साथीहरू, राउन्ड 3 को तालु छ होइन। यहीको भन्दा त राम्रो गर्नु पऱ्यो नि त। अब हेरौँ है त कतै सुन्छ कि सुन्दैन। Very boring minutes later. हो यसरी चाहिँ लिएर यो फेल भयो। यो गयो फेल भयो, किनभने सर लैजानुपर्छ, कतै नरोकिकन बिस्तारी गर्दै लैजानु पऱ्यो। तर यो बेसरी भयो, छिटो भयो होइन। चाहिँ बिस्तारी हल्ट गरेर बिस्तारी जानु पऱ्यो। अनि फेरि के हुन्छ भने नरोकिकन हिँड्नु पऱ्यो, एउटै स्पिडमा भइरहनु पऱ्यो। एउटै स्पिडमा भयो भने ए ल राम्रो गर्दो रहेछ, चलाउनु जाने रहेछ भनिदिन्छु। यसरी साइड लाइट पनि बाल्नु पऱ्यो, यसरी घुम्ने यसरी घुमेपछि साइड लाइट दिनु पऱ्यो नि त। हो त्यो साइड लाइट पनि ख्याल गर्नुपर्छ है। साइड लाइट ख्याल गरेर चाहिँ फ्याट फालिदियो। अब यतापट्टि आउनेलाई त साइड लाइट दिनु पऱ्यो नि त भन्छ नि त। हामीले बाइकको पनि गर्दाखेरि यसरी पनि गरेको थियो होइन। अब हेरौँ यसले अब अघि त लिएर जानु सकेको थिएन, अब चाहिँ यहाँ कसरी लैजान्छ कि लैजाँदैन साथीहरूले हेरौँ है त। अनि दोस्रोचोटिमा पनि राम्रो गरेको थिएन नि, थाहा नि तपाईँहरूलाई होइन। हो अब यहाँ रोक्नु पर्ने हो, रोक्यो। अब यसले माथि लैजान्छ कि सक्दैन है त। अब 1 इन्ची घट्यो भने टायर हेर्ने टायर तल खस्यो भने ल स्टार्टै अफ भयो। यो फेरि पनि फेल भयो, अलिकति खस्राक्क खस्यो नि त्यो। यो पनि तेस्रो राउन्डमा पनि यो फेल भयो। यहीँ आएर सबै ठाउँमा राम्रो भइरहेको थियो नि, यसले उकालोमा चाहिँ उसले सकेन। उकालोमा चाहिँ अझै सिक्न पर्ने रहेछ। 15 मिनटको टाइम लिएको थियौँ हामीले होइन। Later, that the old narrator got tired of waiting and they had to hire a new one. यो फेल भयो।
यो भनेको त पछाडि 2-3चोटि कचाकचुक पार्दैछ गाडी पछाडि नै हुन्छ नि त यो चाहिँ खास के हो भने बाइकमा हामीले गर्छौँ नि न्युट्रलबाट एक गियरमा लगाएपछि अनि जति यसको एक्सिलेटर बटार्छौँ त्यति क्लच छर्दै जान्छ नि बिस्तारै बढाउँदै रेस्ट दिँदै अनि क्लच छोड्दै गर्दै गर्दै गर्छौँ नि हो सेम हुन्छ यसमा चाहिँ होइन मैले चाहिँ अहिलेसम्म सिकेको पनि छैन जानेको पनि छैन होइन देखेर बुझेर चाहिँ बाइकको चाहिँ याद गरेर किनभने मलाई सिक्ने मान्छेहरूले चाहिँ बाइकको जस्तै सेम हो त्यही त हो नि स्टेरिङ हुने हो सेम त्यही हो भनेको थियो त्यो कारणले चाहिँ मैले मेरो एक्सपिरियन्स सेयर गरेको तर मलाई चाहिँ गाडी चलाउनु आउँदैन है साथीहरू गाडी त चलाउनै आउँदैन यही देखा मात्र हो भन्ने कुरो कि तर मलाई चलाउनु चाहिँ आउँदैन यसले चाहिँ कताबाट सिकेछ यहीँ धेरै बेर लाग्यो A lot of boring math later. यहीँ 2 मिनट लागिसक्यो हो हो यसरी जानुपर्ने थियो कि यो यसरी गएन अघि होइन त्यही भएर यो चाहिँ फेल भयो ब्रेक एन्ड ब्रेक हो यो पँयालो देख्यो नि यहाँ पँयालो र यो पँयालोको बिचमा चाहिँ राख्नु पऱ्यो त्यहाँ ओह्रालोमा पनि उकालोमा पनि त्यसरी नै बिचमा अडाउनु पऱ्यो अनि ओह्रालोमा गएपछि त सर अनि ब्रेक छोडिदियो भने त सर गइहाल्छ अनि अगाडि जाने अगाडिबाट फेरि पछाडि लिएर आउने यो तेस्रो राउन्ड पनि कम्प्लिट भयो ड्राइभिङ स्कुल छ यहाँ चाहिँ खत्रै ठुलो ठाउँ लिएर चाहिँ गरेको चाहिँ एकैचोटिमा 4-5वटै सिक्न मिल्ने रहेछ यता चाहिँ बाइकको रहेछ यहाँ चाहिँ बाइक रहेछ अटोहरू बाइकहरू रहेछ होइन यता चाहिँ गाडीको सिक्ने रहेछ होइन यसरी सिकिरहेछ यस्तै सिक्ने ठाउँ रहेछ अनि त्यसपछि चाहिँ के भएको थियो भने म चाहिँ ब्लग बनाउँछु जस्तो चाहिँ लागेको थिएन होइन अनि त्यसपछि यसले भने पनि थिएन कि म गाडी सिक्न आएको भनेर होइन जाम नि भनेर लिएर गयो अनि पछि कता घुमेर आइयो यसले घुमाएँ कहीँ भेट्नु सकेन अनि पछि मैले यहाँ देखिरहन्थेँ नि त चिनिया त होइन देखिरह भएर मैले चाहिँ यहाँ लिएर आइदिएँ अब चाहिँ यसले सिकिरहेछ यतापट्टि अर्को चाहिँ लाइनमा खाने यसले गरेर ढिलो गरिदिएर यसरी चाहिँ यो एउटा यसरी चाहिँ कम्प्लिट भयो बल्ल One long angry line later. कस्तो रह्यो त ड्राइभिङ सिके एक्सपिरियन्स ल भन्नु भने एकचोटि नि कटेन एकचोटि 3चोटिमै फेल भयो 3चोटि फेल भएन त सब रेकर्डेड छ यहाँ फेल भएपछि त बधाई छ अब भोलि लाइसेन्स निक्लिन्छ निक्लिन्न त ल भन्न अल्टो चाहिँ सिक्थ्यो अल्टो चाहिँ सिक्यो छुट्टै रहेछ यस्तो तानेर हान्नु पनि रहेछ ब्याकको लागि अगाडि हिँड्नुपर्छ रहेछ अल्टोहरू हन्डाको त पछाडि हुन्छ नि त के थाहा त अब भोलि अब यो सिक्ने हो भोलि निकाल्नु सक्दैन भनेपछि 15 मिनटको आन्सर जम ल ठिक छ उइस गर्नु होला है यसलाई यसको लाइसेन्स निक्लिन्छ भनेर उइस गर्नु होला यहीँचोटि फेल भयो पासै भएन आइडिया चाहिँ लियो तर एकचोटि पनि कटाउनु सकेन हेरौँ अब भोलि के हुन्छ थाहा छैन अब त्यो निक्ले बाहिर